मान्छेहरूले यो साकुरा फुल हेर्नलाई कहाँबाट हेर्नु त। यो पहिला हाम्रो राजाले दिएको यो गिफ्ट भनेको सुनेको थिएँ मैले पनि, कताबाट सुनेको। यो साकुरा फुल चाहिँ पहिला हाम्रो राजाले चाहिँ जापान सरकारलाई दिएको गिफ्ट। अहिले चाहिँ यहाँ कति मजाले मान्छेहरूले यो महिनाको लास्ट र फर्स्ट हप्तामा चाहिँ फुल्छ क्या। यति हेर्नुलाई मान्छेहरू कति आउँछ भने यो साकुरा भन्छ यसलाई चाहिँ। म पनि बिदाको बेलामा चाहिँ यो साकुरा फुल हेर्न आएको। यही साकुरा फुलसँग यताको फुलमा साकुरा के रहेछ यो साकुरा हाना। यही साकुरा हेर्नलाई चाहिँ म पनि एकछिन यही साकुरा फुलसँग यसरी रमाउँदैछु पनि। हेर्नु कस्तो मजाले फुलिरहेको यो साकुरा फुल। यसलाई चाहिँ साकुरा भनिन्छ। म मात्र नभएर जापानिजहरू सबै साकुरा हेर्नलाई आइरहेको छ। एक त मन्दिर पनि छ नि। यस साकुरासँग सबैजना बच्चाहरू जापानिजहरू सबै रमाइरहेको छ, आफ्नो दुनियाँमा छ। साकुरा कस्तो लाग्यो हजुरहरूलाई यो साकुरा फुल? कस्तो मजाले हावामा साकुरा फुल फुल्दैछ। ल म चाहिँ यसरी साकुरा फुल हेर्दै अब चाहिँ घरतिर प्रस्थान हुँदैछु। यही साकुरामा रमाउँदा यही साकुरा फुलसँग हेर्नु त कस्तो दामी छ नि होइन। यसलाई हेर्नु कतिजना सबैजना कस्तो मजाले रमाइरहेको छ प्रकृतिको उसमा। मान्छेहरू प्रकृतिमा कति रमाउँदा आनन्द फ्रेस हुन्छ। हजुरहरूलाई पनि यो साकुरा फुल हेर्न मन छ भने यो महिनामा फुल्ने हो, हजुरहरू पनि हेर्न जान सक्नुहुन्छ। हस् त।